रिसेन्टली नेपालले आइसिसी लिग 2 अन्तर्गतको होम म्याच सम्पन्न गरिसकेको छ र नेपाल 2026 एसियन क्वालिफायर्सका लागि सिङ्गापुर प्रस्थान गरिसकेको छ। एसियन क्वालिफायर्सको लागि नेपालका लागि कप्तानी गर्दैछन् दिपेन्द्र सिंह ऐरीले र उनको कप्तानीमा अन्य टिम मेम्बर्सहरू यस प्रकार रहेका छन्। ब्याटिङ लाइनअपमा रहेका छन् कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, रोहित पौडेल, कुशल मल्ल र लोकेश बम। यसै गरी बलिङ लाइनअपमा रहेका छन् सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, करण केसी र साहब आलम। पछिल्लो सिरिजमा डेथ ओभरमा पनि राम्रो पर्फर्मेन्स दिइरहेका एकदमै क्लच प्लेयरका रूपमा रहेका आरिफ शेख पनि यस सिरिजमा अटाएका छन्। सिङ्गापुरमा हुने उक्त क्वालिफायर्समा नेपालले फर्स्ट म्याच चाइनासँग मे 31 मा खेल्नेछ र नेपालको दोस्रो म्याचको रूपमा नेपाल भर्सेस कतार हुनेछ। कतारले उक्त टुर्नामेन्टै विथड्र गरेका कारणले गर्दाखेरि नेपाल भर्सेस कतारको म्याच हुने छैन। अन्तिममा नेपालले मलेसियासँग जुन 4 मा यस सिरिजको म्याच खेल्नेछ। लास्ट इयर नेपालले एसियन गेम्समा मङ्गोलिया विरुद्ध विश्व कीर्तिमानी रेकर्डहरू बनाएको थियो र यसपटक नेपालले एसियन क्वालिफायर्सकै रूपमा खेल्न गइरहेको छ र यदि नेपालले यी दुवै टोली विरुद्ध राम्रो रेकर्ड पनि निकाल्न सक्ने सम्भावना रहेको छ। बेल्जियममा हुन गइरहेको EU T20 कपमा नेपालबाट धेरै खेलाडीहरूले प्रतिनिधित्व गर्न गइरहेका थिए, तर ईशान पाण्डे र गुलशन झा बाहेक अन्य खेलाडीहरू भारतको उत्तराखण्ड गोल्ड कप खेल्न र एसियन गेम्स क्वालिफायर्स खेल्न गइरहेको कारणले गर्दाखेरि क्यानले अन्य खेलाडीलाई छुट दिएको छैन भने थप एक्सपोजर पाउनको लागि ईशान पाण्डे र गुलशन झालाई EU T20 कप खेल्न अलाउ गरेको छ। रिसेन्टली क्यानले खेलाडी कन्ट्र्याक्टमा रहेका प्लेयरहरूको स्यालेरीमा केही फेरबदल गरेको छ, जस अन्तर्गत A+ ग्रेडिङका रूपमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई अटाइएको छ र उक्त प्लेयरले मासिक 1,20,000 पाउनेछन् र A मा रहेका खेलाडीले 1 लाख, B मा रहेका खेलाडीले 75,000, C क्याटेगोरीमा रहेका खेलाडीले 55,000 र अन्तिम D डेभलपमेन्ट क्याटेगोरीमा रहेका खेलाडीहरूले मासिक 35,000 पाउनेछन्। नेपालले खेल्ने ODI र T20I म्याच फीको रूपमा पनि केही फेरबदल आएको छ, जसमा ODI का रूपमा नेपाली प्लेयर्सले अब 15,000 पाउनेछन् भने T20I मा 10,000 रुपिस प्रति खेलमा प्राप्त गर्नेछन्। एउटा फ्याक्ट के रहेको छ भने नेपालको डोमेस्टिक टुर्नामेन्टदेखि लिएर नेपाल A टिमबाट निकै उत्कृष्ट प्रदर्शन गरिरहेका र नेपाली ब्याटिङबाट रन स्कोर राम्रो ल्याउन सफल भइरहेका मोइन यादवलाई भने डेभलपमेन्ट क्याटेगोरीमा पनि समावेश गर्न सकिएको छैन। डेभलपमेन्ट क्याटेगोरीमा पनि नअटाए तापनि मोइन यादव भने नेपाल A जो उत्तराखण्ड गोल्ड कप खेल्न गइरहेको छ उक्त टुर्नामेन्टमा भने टिममा अटाइएका छन्। भारतमा हुन गइरहेको उत्तराखण्ड गोल्ड कपका लागि नेपाल A टिम तयार भएको छ र नेपाल A टिमबाट रिप्रेजेन्टेटिभ्स गर्दैछन् क्याप्टेनका रूपमा अनिल शाह र भाइस क्याप्टेनका रूपमा देव खनाल छन् भने मोइन यादव, तीर्थराज दास, ललित राजवंशी, दीपक डुम्रे, आकाश चन्द जस्ता खेलाडीहरू पनि यस टिममा समावेश भएका छन् र नेपाल A ले भारतको स्टेट टिम जस्तै गोवा, केरला र उडिसा जस्तो टिमहरूसँग प्रतिस्पर्धा गर्नेछ यस वर्ल्ड कपमा। यस्तै इन्फर्मेटिभ भिडियो लिएर फेरि पनि उपस्थित हुने नै छौँ। तपाईहरूले युट्युब, फेसबुक, टिकटक तथा इन्स्टामा हामीलाई फलो गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच।